के तपाईँ रघुलाई चिन्नुहुन्छ? रघु को थियो, कस्तो थियो तपाईँलाई थाहा छ? यदि यी कुरा तपाईँलाई थाहा छैन भने तपाईँले विष्णु दाईलाई पनि त चिन्नु भएको छैन होला नि, होइन? विष्णु दाईको कालीमाटीको मोडमै पान पसल छ, जहाँ म प्रायः पान खान रोकिने गर्छु। त्यही एक दिन मैले रघुलाई चिने। रघु पनि दिनौँ विष्णु दाईकोमा पान खान आउँदो रहेछ। पहिले देखेको थिइनँ, त्यो दिन देखेर कुराकानी पनि भयो, अनि त दिनौँ जसो हामी भेटिन थाल्यौँ। भेट्न साथ रघु मलाई 2 हात जोडेर नमस्ते गर्थ्यो। म भन्थे, कस्तो छ रघु? प्रत्यक्ष छु बिलाएको छैन, उसको जवाफ यस्तै पाराको हुन्थ्यो र यस्तै जवाफको निम्ति म उप्रति आकर्षित थिएँ। भन्ने गर्थ्यो, संसारमा खानेकुरा भनेको यही पान मात्र छ जस्तो लाग्न थालिसक्यो मलाई त। किन र रघु? अरू कुरा त खानै पाइँदैन, के गर्नु? ऊ पहेँलो आँखा पल्टाएर भन्थ्यो। एकदम फुस्रो अनुहार, रगत नभएको जस्तो फुङ्ग दुब्लो अनुहार थियो रघुको। लगाएको कुरा पनि मैलो न मैलो, ठाउँ ठाउँमा मक्किएको एकदम निरीह आकार थियो रघुको। दिनदिनै ऊ झन्झन मलिन हुँदै जाँदै थियो। यसर्थमा यस्तो निरीह आकारप्रति म आकर्षित नहुनु पर्ने हो। तर पहिलो भेटमै विष्णु दाईले भनेका थिए, उहाँ काजीले एमए पढ्नु भएको छ। सिलसिला न फिलसिला एकैचोटि विष्णु दाईले उहाँले एमए पढ्नु भएको छ भन्दा किन भनियो भन्नेतिर एकछिन म अल्झिरहेँ। पछि विष्णु दाईले भने, जागिर नपाएर बिचरा खत्तम हुनुभएको छ। 3 महिना भयो जागिर खोजेको, अझै भेट्नु भएको छैन। यतिखेर रघु कहिले विष्णु दाईतिर हेर्थ्यो, कहिले मतिर हेर्थ्यो। उसको हेराइमा एउटा बाल सुलभ आकांक्षा जस्तो पाएँ। विष्णु दाईले भन्दै गरेको कुरालाई बीचमा छेक्दै भन्यो, विष्णु दाई उहाँ को हो? यो उसलाई चिनेकै दिनको कुरो हो। त्यसभन्दा अघि त ऊ को हो, के हो, केही थाहा पनि थिएन मलाई। पछि विष्णु दाईले नै उसको बारेमा सबै थोक बताइदिएर थाहा पाएँ। 3 महिना अघिसम्म ऊ कलेजमा पढ्ने विद्यार्थी रहेछ। कलेजको निकै राम्रो जेहेनदार विद्यार्थी रहेछ। उसको घर आसाममा रहेछ र त्यहाँबाट ऊ छात्रवृत्तिमा पढ्न आएको रहेछ। एक दिन त के पनि भन्थ्यो भने, आसाममा छैन रे उसको घर, विष्णु दाईले भने। कहाँ छ रे त? कहीँ पनि छैन रे। आसाममा त ऊ टुहुरा स्कुलमा पालिएको रे। त्यसो भए उसका बाबुआमा पनि रहेनछन् र ऊ एक्लो रहेछ यो संसारमा। छात्रवृत्तिमा पढ्न भने काठमाडौँ आयो, पढी सिद्ध्यायो अनि जागिरको खोजमा लाग्यो। तर 3 महिना भइसक्यो उसले जागिर भेट्टाएको रहेनछ। मैले जागिरमा लगाइदिनु भन्ने किसिमको आशय रहेछ विष्णु दाईको। मान्छेहरू अरू मान्छेलाई समस्या समाधानको बाटो भन्ने सोचिरहेका हुन्छन् सजिलैसँग। त्यति सजिलोसँग जतिकि मलाई सोच्यो जागिर मिलाउन सक्ने भनेर। तर म आफै समस्याको भण्डारमा थिएँ। मैले भने पनि विष्णु दाईलाई, मैले रघुजीलाई कसरी जागिरमा मिलाइदिने विष्णु दाई? मलाई मेरो अफिसमा मेरो मुनिका कर्मचारीले त टेर्दैनन्, जागिर मिलाइदिन त झन् माथिका कर्मचारीले टेर्नु पर्यो। टेर्दैनन् विष्णु दाई, टेर्दैनन्। म मुखिया खरदारमा भए पनि जागिर खान्छु सर। यतिखेर रघुले सिधै मसित बोल्यो। सम्बोधनमा उसले प्रयोग गरेको सर शब्द मलाई मनै परेन र भने, रघुजी हेर्नुहोस् न, एक त मलाई तपाईँको सम्बोधन मन परेन। मलाई किन सर भन्नुभएको? विद्यार्थी जीवनदेखिको बानी हो सर, आफूभन्दा ठुलोलाई सर भन्ने। जागिरे भएपछि सायद आफै छुट्छ। छुट्दैन रघुजी, छुट्दैन। झन् बढ्छ भन्नुहोस्। जागिर खाएपछि सर, हजुर, हस् जस्ता शब्द भन्ने बानी त झन् लाग्छ पो, छुट्दैन। ऊ टुलु टुलु मलाई हेर्न थाल्यो। त्यस हेराइमा पनि बाल सुलभ उत्सुकता प्रष्ट थियो हो र भन्ने खालको। अनि अर्को कुरा, तपाईँले जुन यो अहिले भर्खर खरदार मुखियामा जागिर खान्छु भन्नुभयो, त्यो पनि मिलेन। तपाईँ एमए पढेको मान्छेले खरदार मुखियामा जागिर खाने? माथिल्लो पोस्टमा नपाएपछि के गर्ने त? त्यसो भनेर हुन्न रघुजी, तपाईँले मुखिया खरदारमा जागिर खाए, मुखिया खरदारको योग्यता पुगेकाहरूले केमा खाने नि? त्यसो त उनीहरूको भाग खोसे जस्तो भयो। यी सब चिन्जानको पहिलो दिनमै भएका कुराकानीहरू हुन्। त्यसपछि मैले रघुलाई रघुजीबाट रघुमा र तपाईँबाट तिमीमा ओह्रालेर आफ्नो नजिक पारेँ। उसले पनि मलाई सरबाट दाईमा परिणत गरेर नजिकै पार्यो र उसमा पहिलो दिनमा भएका सङ्कोच र बालसुलभ उत्सुकताहरू दोस्रो दिनमा कता पुगे कता भेट्दै भेटिएनन्। दोस्रो दिनमा त उसले मेरो कस्तो छ रघुको जवाफमा प्रत्यक्ष छु बिलाएको छैन भन्ने किसिमको बेग्लै पारा लिएर आइहाल्यो, जुन पारा उसको अस्तव्यस्त आकारले गर्दा सुहाउँथ्यो पनि। सुहाउनु नसुहाउनु अर्कै कुरा, तर त्यतिखेर यो कुरा चिताउन सकिएको थिएन कि एक दिन त्यही व्यक्तिले मेरो घाँटी अठ्याउनेछ। तर जे चिताउन सकिन्न त्यही घटना घट्ने गर्छ। रघुले एक दिन मेरो घाँटी अठ्यायो र भन्यो, म तँलाई नमारी छोड्दिन। यो धेरै पछिको घटना हो। यसभन्दा अघि त कहिले त्यस्तो भएको थिएन र त्यसपछि कहिले हुँदा पनि भएन।
किनभने रघु त्यस्तो खतरनाक मान्छे थिएन। परिस्थितिले उसलाई चिथर्थ्यो र ऊ पीडाले चिच्याउँथ्यो। पीडा प्रयोग गर्न हुने खालको मान्छे मलाई भेट्टाएछ, मेरो घाँटी अठ्यायो, त्यति हो। रघु बदमास थिएन। एक दिन सोधे रघुलाई, रघु खाना खाइसक्या? 2 दिन अघि नै खाइसके दाइ। भनाइको अर्थ 2 दिन अघि एकजना साथी भेटेको थिएँ, उसले खुवाएको थियो, त्यसपछि यही पान खान्छु। पानलाई त खाना भनिँदैन क्या र दाइ? अनि यो 2 दिन केही खाएका छैनौ त? भने नि पान खाएको छु। पान मात्रै हो? किन त? पैसा छैन। मैले आफ्नो खल्तीभित्र हात हालेँ। केही रेचकी र केही नोटहरू असरल्ल पल्टिरहेका थिए। त्यो भिडबाट मैले 10 को नोट झिकेँ र रघुतिर तेर्स्याउँदै भने, ल यो ल्याऊ र गएर टन्न मासु भात खाऊ। मैले किताबहरूमा पढे अनुसार यस्ता खालका मानिसहरू स्वाभिमानी हुन्छन्। यसरी दिएको पैसा हतपति लिँदैनन्। तर रघुले हत्तपत्त त्यो पैसा लियो। एमए पढ्ने मानिस मूर्ख हुँदैनन्। मलाई खुसी लाग्यो, किनभने मेरो धेरै अघिदेखिको विचार थियो आदर्शताको पर्खाल भत्काउनु पर्छ र रघु यस काममा मेरो सहभागी बन्न लागेको रहेछ। पैसा लिँदै रघुले भन्यो, तर म मासु भात खान्न दाइ। के खान्छौ त? चना चिउरा खान्छु 5 मोहरको। अनि अरू पैसा के गर्छौ नि? अरू पैसा पनि चना चिउरा नै खान्छु, तर आज होइन, भोलि बिहान र बेलुकी। अनि पर्सि नि? तर उसले त्यसको जवाफ दिएन र सरासर गएर एउटा पसलभित्र छिर्यो। म पान चपाउँदै बस बिसौनीतिर लागेँ। बस चढेर मलाई आफ्नो अफिस जानु थियो। मानिसले पैसा भन्ने चिजको निर्माण किन गर्यो? आफ्नै सत्यनाश गर्न, आफूलाई दुःख दिन? पैसाको निर्माण हुन थालेदेखि मानिस अवनतितिर धकेलिँदै गएको छ। मानिस स्वयं निर्माता पैसाको र स्वयं नै मूल्यहीन भएको छ। केवल पैसाको मूल्य रहन आएको छ। बाबु, आमा, दाजु, भाइ, स्वास्नी सबै किसिमका नाताहरू पैसाकै तराजुमा तौलिँदै बेच्न थालिएको छ। मानिसले नाता जोडेको छ पैसैसँग। तर यस्तो समयमा पनि आसामको कुनै गाउँमा रघुनाथ रावत भन्ने एक केटाले आफ्नी आमा स्वर्गीय भएको दिन भनेको थियो, आमा मरेपछि त केही पनि बाँकी नरहँदो रहेछ। यो कुरा मलाई एक दिन रघु आफैले भन्यो। त्यो दिन मैले रघुलाई विष्णु दाईको पसलमा भेटिनँ। कहिलेकाहीँ भेट नहुने पनि गर्थ्यो। त्यसैले म मुखमा पान राखेर बस कुर्न बस बिसौनीतिर लागेको मात्र थिएँ कि एकातिरबाट रघु फटाफट आयो। मलाई बोलाउँदै भन्यो, दाई। मैले उतिर पुलुक्क हेरेँ। केही खुवाउनुहोस् न दाई, एकदम भोक लागिरहेको छ। मैले उसलाई पैसा दिन खल्तीमा हात घुसारेँ। होइन दाई, आज तपाईँ आफै जाउँ। किन र? म त अफिस जान लागेको। मेरो लागि आज एक दिन अफिस छोड्नु हुँदैन? यो दुब्ले कंगाल मैलो लुगा लगाउने रघुनाथ रावत भन्ने केटो, जसलाई मैले 1 हप्ता अघिसम्म चिनेको पनि थिएन, यसको कुरालाई मैले कहिले भाँच्न सकिनँ। कुन किसिमको आकर्षण थियो यसमा बुझ्न सकिरहेको छैन। अहिले म यो उसको बारेमा कथा किन लेखिरहेछु त्यो पनि बुझ्न सकिरहेको छैन। र हामी लेखकहरू आफूले जेसुकै कुरा बुझेका हुँदैनौँ त्यही कुरा अरूलाई बुझाउन लेख्ने गर्छौँ, जस्तो कि म। मैले होटलभित्र बसिसकेपछि रघुलाई सोधेँ, के खान्छौ? चना चिउरा? होइन, आज अर्कै थोक खान्छु। रघुले मुसु मुसु हाँस्दै भन्यो, के मासु भात? होइन दाई, आज म जाँड खान्छु। मलाई जाँड खुवाउनुहोस् दाई। जाँड तिमी हामीले खाने वस्तु होइन भाइ। किन होइन? रघुले निकै निरीह स्वर लिएर भन्यो, एक दिन मैले यसलाई खाएँ र त्यसपछि मैले थाहा पाएँ कि यो मद्वारा खाइनुपर्ने वस्तु नै रहेछ। रघुप्रतिका जुन धारणाहरू थिए ती सब भाष्य जस्तो लाग्यो मलाई। मेरो जीवनमा किन सधैँ जस्तो यस्तै अप्रिय घटनाहरू हुने गर्छन् थाहा छैन। निकै बेरसम्म वार्तालाप चलिरह्यो हाम्रो र जित रघुकै भयो। अनि मैले रघुको निम्ति जाँडको अर्डर दिएँ। छोइला 1 प्लेट। उसले थप माग गर्यो। तपाईँ पनि खानुहोस् न, उसले यस्तो भन्ला जस्तो लागेको थियो। यसको जवाफमा म निकै व्यङ्ग्यपूर्ण शब्दहरू प्रयोग गरौँला, तर उसले त्यस्तो भनेन। पुरा खाउन्जेल नै त्यस्तो किसिमको औपचारिकता प्रयोग गरेन। जाँड 1 सिसी र छोइला 1 प्लेट ल्याएर होटलको कान्छाले ठ्याक्क टेबलमा बजारिदियो र रघुले केही नभनी छोइला चपाउन थाल्यो। जाँड गिलासमा खन्यायो। म ट्वाल्टी जोकर फाल्टो भएर हेरिरहेँ। उसले आधा सिसी जाँड र छोइला सिद्ध्याउन्जेल हामी दुवै बोलेनौँ। त्यसपछि उसले भन्यो, मैले जीवनभरि दुःख पाइरहे दाई। गरिब कुलमा जन्मे। म जन्मेको केही वर्षमा बाबुको मृत्यु भयो। आमा हुनुहुन्थ्यो, एकदम असल, असाध्य माया गर्नुहुन्थ्यो मलाई। उहाँ पनि केही वर्षपछि खस्नुभयो। त्यसपछि एकदमै दिक्क भएँ। लाग्यो आमा नरहेपछि संसारमा केही पनि बाँकी नहुँदो रहेछ। ऊ जाँड खाँदै धारा प्रवाह बोल्दै गयो। म चाहिँ मरङ पान चपाइरहेँ। ऊ बोलिरह्यो, सानो छाप्रो थियो, गाउँकै कुन चाहिँ गिद्धले गाँजे कुन्नी, पुरानो हिसाब किताब बाँकी थियो रे। अनि म अनायासै अर्थात् सोसाइटीमा पालिन पुगेछु। म आनन्द साथ पान चपाइरहेँ। उसले जाँडको सिसी रित्याउँदै करायो,
कान्छा अर्को 1 सिसी पनि ले। कान्छा दगुर्दै अगाडि आयो। के हजुर? छ्याङ अर्को 1 सिसी पनि ले। अनि फोक्सो भुट्या छैन? त्यो पनि 1 प्लेट ले। आज्ञा दिनु मात्र थियो। एकैछिनमा छ्याङ र भुटेको फोक्सो टेबलमा थचारिन आइपुग्यो। एकदम दुःख पाएँ दाइ मैले। जीवनभरि दुःख पाएँ। त्यहाँ रहँदा पनि दुःख, यहाँ आउँदा पनि दुःख। मैले घडी हेरेँ, उहिले 10 बजिसकेको रहेछ। आज अफिस गइएन। रघु भन्दै थियो। मेरो विद्यार्थी जीवनकालमा शैक्षिक स्थिति एकदम भताभुङ्ग थियो। महिनै पछि हडताल भइरहन्थ्यो। यही हडतालले मेरो कोर्स लम्बिँदै गएर एक दिन यस्तो पनि आयो कि मेरो छात्रवृत्ति पाउने म्याच सिद्धियो। तर पढाइ भने कम्प्लिट भएको थिएन। त्यतिखेर कम दुःख पाइयो। कोही चिनेको छैन। अफिस धाउनु पर्यो, कराउनु पर्यो। यसपल्ट अलि छिट्टै नै सिद्ध्यायो उसले जाँड र यतिखेरसम्म उसका आँखा सानो सानो हुँदै गएको र बोली लरबरेको कुरा महसुस गरे। भन्यो, जाँड गुलियो रहेछ, अर्को 1 सिसी पनि। मानवताको नाताले मैले नखाऊ भन्नु पर्थ्यो क्यार, तर भनिन। ऊ खान चाहन्थ्यो। मैले पैसा तिर्ने अभिभार बोकेको थिएँ, त्यति हो। नखाऊ किन भन्ने? तर पनि यस्तो चाहिँ भने, तिमीले निकै नराम्रो बानी बोकेका रहेछौ। उसले केही बोलेन, किनभने ऊ बोल्न नसक्ने स्थितिमै पुगिसकेको थियो। त्यतिखेर तेस्रो सिसी पनि रित्तिने अवस्थामा पुगिसकेको थियो। नसाले रगु लट्ठ थियो। नसा लागिसकेपछि जाँडको निम्ति शीतन पनि नचाहिँदो रहेछ। फोक्सो प्लेटमा अझै बाँकी थियो, तर उसले त्यो छोदै छोएको थिएन। कहिलेदेखि लागेको तिमीलाई यो बानी रघु? ढ्याउ गरेर डकार्यो उसले। जाँडको डकार। ऊ अलिकता नाक मुख खुम्च्याएर मुख बिगार्यो। जाँड जति मिठो हुन्छ, डकार्दा त्यो त्यत्तिकै नमिठो हुन्छ। तपाईँलाई थाहा छ दाइ? लरबरेको स्वरमा रघु बोल्यो। हिजो अस्ति तपाईँले दिने पैसाको पनि मैले चनाचिउरा कहिले खाइन, छोइलाएर जाँड खाएँ। म झसङ्ग भएँ। त्यसो भए म तिमीलाई पतनतिर धकेल्दै रहेछु अघि। यतिखेर मेरो आँखा जाँडले भरिएको गिलासमा पर्यो। त्यहाँ जाँडमाथि स्याउ स्याउती चामलमा पाइने जस्तो किसिमका सेता किराहरू पौडी खेलिरहेका थिए। यो के रघु? तिम्रो जाँडमा त किरा पो रहेछ। के रे? किरा रे? एक्कासी रघु बम्क्यो। कसरी किरा भन्न साहस गरेको? यो त जाँड हो, जाँड, जीवित जाँड। यस्तै जाँड खाएर त बढी नसा हुन्छ। कस्तो किरा खाएर नसा हुन्छ? किरा नभन् भनेको होइन, व्रत कराउँछ। यी हेर, जिउँदा किराहरू भएको जाँड घुटु घुटु पिउँदै बम्क्यो ऊ। मलाई झन्डैले बान्ता नभएको वाकवाकी लाग्यो। कस्तो निरर्थक जिन्दगी, छ्या। रघु जुरुक्क उठ्यो। पाखुरा सुर्किँदै मतिर जाइ लाग्यो र तत्त र ममा उत्रदै झगडा गर्न थाल्यो। किरा रे? ल आइज, लड्ने भए। किताबहरूमा पढेको थिएँ, जाँड रक्सी खायो भने मान्छे राक्षस हुन्छ भनेर। तर यति अस्वाभाविक किसिमले हुन्छ भन्ने चाहिँ थाहा थिएन। सानो कुरामै तपाईँको तगारो भत्काउँदै तिमी भन्नु केही गम्भीर कुरै नभई पाखुरा सुर्काउँदै उठ्नुले मलाई रघुप्रति घिन उब्जाइदियो। रघु चुपचाप बस यहाँ, बढी पियो तिमीले। के रे? अझ भन् त, म तँलाई मारिदिन्छु। उसले मेरो घाँटी ट्याप्पै समायो। आँखा रातो भएको थियो। आँखा पल्टाएर हेऱ्यो। अहो, जाँड खाएपछि मानिसभित्र मानिस नै बाँकी नरहँदो रहेछ। उसको बेफाकको क्रूरपनले गर्दा मैले चढ्याम्म उसको गाला चड्काइदिएँ। त्यस चड्कनले गर्दा ऊ थचक्क भुइँमा बस्यो र रुन थाल्यो। रुँदै भन्यो, मैले जीवनभरि दुःख पाएँ दाइ, मैले जागिर पाइन। अब म आसाम नै फर्किन्छु दाइ, आसाम नै फर्किन्छु। कुन्नी अरू पनि के भन्यो। मलाई अलिअलि उसको माया लाग्यो, तर यहाँ उसलाई माया गरी बस्ने बेला थिएन, बरु घृणा गर्नुपर्ने बेला थियो। किनभने ऊ रघुनाथ रावत होइन, एक दानव भएको थियो। त्यसैले त्यस भट्टीमा उसले खाएको पैसा तिरिदिएर म बाहिर लागेँ। उसलाई त्यत्तिकै छोडिदिएँ। सँगसँगै लग्ने कुरा भएन, आफ्नै बेइज्जती हुने। मेरा जीवनमा मात्र किन यस्ता नराम्रा घटनाहरू घटिरहन्छन्? किन मेरो यस्तो अप्रिय पात्रहरूसँग मात्र भेट हुन्छ? बुझ्न सकिरहेको छैन र म यी सब लेख्दैछु। मैले माथि नै उल्लेख गरिसके पनि कि हामी लेखकहरू आफूले नबुझेको कुरा अरूलाई बुझाउन लेख्ने गर्छौँ। अरू चाहिँ बुझे भन्ने भ्रममा पर्छन्। भोलिपल्ट विष्णु दाईको पसलमा पुग्दा रघु थिएन। मलाई देख्नासाथ सधैँ पान बनाउनेतिर लाग्ने विष्णु दाईले त्यो दिन पुलु पुलु मलाई नै हेरिरहे मात्र। म नजिक पुगेपछि उनले अड्की अड्की भने, काजीले आत्महत्या गर्नु भएछ। मेरो छातीमा आशंकाको काँडा रोपिए जस्तो भयो। सोधे, को काजी भनेको? रघु काजीले हजुर। रघु काजीले रानी पोखरीमा डुबेर आत्महत्या गर्नु भएछ। अब भने मेरो छातीमा काँडा होइन, मोटो भाला नै रोपिए जस्तो भयो। म ट्वाल्टी हेरिरहेँ। कहाँ हेरेको पनि थाहा छैन। टक्क एकै ठाउँमा कता कता। हिजो बेलुकातिर आउनु भएको थियो यहाँ भन्नुहुन्थ्यो। मैले आफ्नो घडी बेचे विष्णु दाई, तपाईँलाई र श्रेष्ठ दाईलाई पैसा तिर्नु छ। मैले हिजो श्रेष्ठ दाईमाथि हात उठाएँ। म जीवनभरि दुःख पाइरहने टुहुरो,
जाँडको किरो हुँ। मेरो तपाईँलाई कति पैसा तिर्नु छ? उधारो खाएको पैसा तिरिदिनु भयो। हजुरलाई भनेर यो 187 रुपियाँ पनि छोड्नु भयो। हजुरसित सापटी लिएको अरे। श्रेष्ठ दाइलाई मलाई माफ गरिदिनुहोस् भनेर भन्नुभएको थियो। काठमाडौँमा म बिकिन, अब आसामै फर्किन्छु, जीवनभर दुःख पाएँ मैले भन्नुहुन्थ्यो। यसरी नाकाम गर्ने थाहा पाएको भए म उसलाई छोड्ने थिएन, तर जानुभयो चटक्कै छोडेर। बिहानै उहाँको लास हेरेर आएँ। रानी पोखरीको डिलैमा एउटा कागज छोड्नु भएछ। मैले जीवनभर दुःख पाएँ, म टुहुरो, म जाँडको किरो, यस्तै कुन्नी के जाति हो लेख्नु भएको रहेछ। हेर्ने भए हजुर पनि जानुहोस्, लास अझै त्यही नै होला। यति थोरै कुरा भन्न विष्णु दाइलाई धेरै बेर लाग्यो। भन्नै सकेनन्, हिक्का छाडी भने। मेरो आँखा पनि भिजेर निचोड्न हुने भइसकेको रहेछ। हिजो अप्रिय लागेको पात्र रघु अहिले धेरै प्रिय लाग्यो। त्यसैले पनि होला सायद कि रानी पोखरी गएर उसको लास हेर्ने किसिमको साहस मैले गर्न सकिनँ। सोचे आत्महत्या गर्नुपर्ने के त्यस्तो घटना परेको थियो? किन आत्महत्या गरेको रघुले? तर लाग्यो घटना होइन, दुर्घटना परेको थियो। ऊ जन्मनु दुर्घटना थियो, त्यसपछि बाँच्नु दुर्घटना भयो, अनि पढ्नु अर्को दुर्घटना, जागिर खोजेर नपाउनु दुर्घटना। यस्तो मान्छेले जाँड खानु र आत्महत्या गर्नु बाहेक के नै गरोस् त? ठिकै गर्यो आत्महत्या गरेर। जाँड खाएर वहाँ रुनुभन्दा त आत्महत्या गर्नु नै राम्रो हो, होइन र? यस्तो विचारले चाहिँ मेरो आँसुलाई अलि निचोडिदियो। तर त्यसको ठिक 7 दिनपछि आज विष्णु दाइले फेरि एकजना अर्को रघुसँग परिचय गराइदिएका छन्, रघुवीर सुब्बासँग। ऊ पनि MA पास गरेको युवक हो र जागिरको खोजीमा छ। मेरो ऊ माथि ठुलो सहानुभूति छ, तर म उसको निम्ति पनि केही गर्न सक्दिनँ, किनभने म कसैद्वारा पनि नटेरिने जनावर हुँ, रघु जस्तै, विष्णु दाइ जस्तै।